Hello guys, so welcome back to my another video. So म क्लासबाट फर्किँदैछु अनि सधैँ चाहिँ बिहानमा वर्कआउटहरू गरेर मात्रै क्लास जान्थेँ। अरे कहना क्या चाहते हो? अनि आज चाहिँ अलिकति ढिलो थियो, त्यही भएर आज चाहिँ अब रुम पुगेर मात्रै वर्कआउट गर्ने सोचमा छु। सो भिडियोलाई पुरा हेर्नु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। नहीं म चाहिँ अहिले रुम आइसक्यो नि, रुम आएर आउटफिटहरू चेन्ज गरेर अब स्टार्ट गर्न लाग्छ। अनि तपाईँहरू पनि अब फिटनेस फ्रिक हुनुहुन्छ, वर्कआउटलाई इम्पोर्टेन्स लिनुहुन्छ भने चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ अब वर्कआउट गर्नुभन्दा अगाडि चाहिँ आफ्नो जिउहरूलाई मजाले स्ट्रेचहरू गरेर मात्रै वर्कआउट गर्नु होला भन्न चाहन्छु। त्यही भिडियोलाई पुरा हेर्नु होला। यो भिडियो लामो हुने भएर केही पुरै फास्ट फरवर्ड गर्दै राखेको छु मैले, यसमा चाहिँ माइन्ड नगरिदिनु होला। Tell me why you left me bleeding. I died for you. I cried for you. I tried for you. Tell me why you left me bleeding. म चाहिँ नि अब स्ट्रेचिङहरू गरिसकेर प्लेइङहरू गर्न बसिरहेको थिएँ। अनि त्यतिखेर चाहिँ तलहरूको सानो बाबु आएर निकै के हेर्दै रहेछ। अनि त्यतिकै जिस्काउँदै प्लेइङहरू गरिरहेको थिएँ। अनि यता भाग्दै लुक्दै आउँदै हेर्दै गर्दै थिएँ। अनि प्लेइङहरू गरिसकेँ। अनि बाबुलाई नि आऊ तिमी पनि अब एक्सर्साइज गरौँ भनेर बोलाउन गएको। भाइ लजाएर फेरि उतै भाग्यो। अनि म वर्कआउटलाई नै कन्टिन्यू गर्न थालेँ। सो यो चाहिँ मेरो ह्यान्ड ग्रिपर हो अनि यसको चाहिँ 100 रेप्स लिन्छ त। लेफ्ट ह्यान्ड उकालो ओके, त्यो 0मा आइसकेको छ। अब सो गाह्रो हुँदो रहेछ सही चाहिँ हेर्नु। यो पनि 0मा आइसकेको छ। डाइटमा चाहिँ मैले केरा र चना खाइरहेको छु। ओके, आजलाई यति नै। अहिलेको लागि चाहिँ मैले डाइटमा चना र केरा खाइरहेको छु।